ल नमस्ते सबैजनालाई। आज म तपाईहरुलाई प्राली प्रदेशको धनेश्वर सुर्खेत स्थित काँक्रा बिहारमा आएको छु र यहाँको काँक्रा बिहारको केही इतिहास क्षेत्र र यहाँको बारेमा तपाईहरुलाई केही जानकारी दिनेछु र तपाईहरुले यो भिडियोलाई लाइक शेयर कमेन्ट गरेर संसारभरि रहेका नेपालीहरूलाई चाहिँ यसको प्रचार प्रसार गर्नुहुनेछ र आन्तरिक तथा बाहिरी पर्यटकको लागि आउने पर्यटकहरू आउनेछन् घुम्नेछन् र यहाँको चाहिँ केही सम्पदाको लागि चाहिँ सहयोग र आर्थिक उन्नति हुनेछ भन्ने विश्वास गर्दछु र म तपाईलाई यहाँको बारेमा हल्का इतिहास त्यति मलाई थाहा छैन तर पनि मैले चाहिँ यहाँको बारेमा केही कुराहरू यहाँको भिडियो मार्फत तपाईलाई चाहिँ देखाउने प्रयास गर्नेछु। पज गर्नु है। यो रहेको चाहिँ मेन गेट हो। यो चाहिँ काँक्रा बिहार टेम्पल भनेर लेखिएको छ। यो चाहिँ मेन गेट भयो। यताबाट चाहिँ यो माथि जाने बाटो भयो रेलिङ माथि र आउँदाखेरि फेरि फर्किने बाटो भयो। यो एकदमै सुन्दर छ यहाँको यो हेर्दाखेरि यति राम्रो घुमाइलो सालका रुखहरू पनि केराहरू चाहिँ विभिन्न बोट बिरुवाहरू लगाइएको छ। यति रमणीय र रमाइलो चाहिँ बनाइएको छ। प्रशेष गरिदिइहाल्नु। काँक्रा बिहारको केही इतिहासहरू यहाँ देखाइएको छ। पर्यटन विकासका लागि सहभागी बनाउँ भनेर एउटा बोर्ड लेखिएको छ र यहाँ जिम्मेदारहरू सबै यस्तो लेखिएको छ। तपाईहरुले पढ्न सक्नुहुनेछ। ल सुरु। आदरणीय दर्शक श्रोता, म फाइनली काँक्रा बिहारको मन्दिरमा पुगिसकेको छु। तपाईहरुले चाहिँ मैले काँक्रा बिहारको चाहिँ मन्दिरको चाहिँ फाइनली यहाँको चाहिँ स्ट्रक्चर कस्तो छ भन्ने कुराहरू तपाईहरुलाई देखाउँदैछु। यहाँ चाहिँ विभिन्न देवी देवताको चित्रण गरिएको छ र एउटा बिहार ठुलो एउटा दरबारको हिसाबले चाहिँ एउटा बनाइएको छ र पहिला पौराणिक कालमा चाहिँ यहाँ ऋषिहरूले चाहिँ राज्य गरेको र यहाँको चाहिँ एउटा दरबार थियो भन्ने इतिहास छ र यहाँको चाहिँ नि त्यही इतिहास अनुसार यहाँको चाहिँ स्ट्रक्चर अनुसार चाहिँ अहिले नयाँ दरबार बनाइएको हो, मन्दिर बनाएको छ। त्यसमा चाहिँ हरेक पाठमा हरेक देवी देवताको चाहिँ मूर्तिहरू खोदिएको छ र यी काँक्रा बिहारको सम्पूर्ण कुराहरू चाहिँ यो बोर्डमा छ। यहाँ बोर्डमा चित्रण गरिएको छ। बोर्ड खिचिसके। यो बोर्डमा लेखिएको छ र यो चाहिँ यसको बनावट सेम सिजी टेम्पल जस्तै छ र यसको हरेक पाठमा चाहिँ हरेक ठाउँमा हरेक भगवानको चाहिँ ऋषिहरूको हरेक भगवानहरूको चाहिँ चित्रण गरिएको छ। तपाईहरुले चाहिँ आएर हेर्न सक्नुहुनेछ, देख्न सक्नुहुनेछ र हरेक सेयर गरेर चाहिँ संसारभरि फैलाउन सक्नुहुनेछ। र यसको वरिपरि सालै घेरेको छ र वरिपरि ध्वजा पताकाले चाहिँ एकदमै रमाइलो दृश्य बनाइएको छ। ल एकछिन पज। यो चाहिँ यतापट्टिको मेन ढोका रहेको छ। म तपाईहरुलाई चाहिँ यसको वरिपरिको भ्यू सम्पूर्ण देखाउनेछु। यसरी निर्माण गरिएको छ। यो पूर्ण रूपमा भित्री भाग निर्माण नभएको कारणले गर्दा अहिले माथि जाने ढोकाहरू बन्द गरिएको छ। यो उसले बारेको छ यहाँको। अहिले चाहिँ तपाईहरुलाई मेन ढोकाबाट प्रवेश गर्दैछु र काँक्रा बिहार को कस्तो छ यहाँको यथास्थिति भनेर र तपाईको भित्री भएको मन्दिर म तपाईहरुलाई देखाउन गइरहेको छु र यसरी कुदिएको छ काँक्रा बिहार
मन्दिर। फाइनली म चाहिँ भगवानको मन्दिरभित्र छिरिसकेको छु। काँक्रे बिहार चाहिँ यसरी बनाइएको छ, हेर्न सक्नुहुनेछ। चाहिँ भगवान गौतम बुद्धको फोटोहरू रहेको छ। यस्तो रहेको छ। यो चाहिँ भगवान बुद्धलाई ढोकिरहेको छु। यो चाहिँ शिलाहरू हो, सबै यो शिलाहरू छ। भगवानको मूर्तिहरू यो शिलाहरू ढुङ्गाहरू सबै भगवान बुद्धको चाहिँ रहेको छ है। 6 मिनट बेसी गरेको छ। माथि देखाउँ त। मैले नजिकबाट यसको फाइनली मूर्तिहरू कसरी कुदिएको छ, कसरी बनाइएको छ भन्ने कुराहरू मैले तपाईँलाई देखाउँदैछु। यस्तो रहेको छ। काँक्रे बिहार। यति भन्दै मैले सुर्खेत जिल्लामा रहेका अरू पनि यस्तै विभिन्न कलाकृतिहरूलाई देखाउने प्रयास गर्नेछु र तपाईँहरू पनि आएर यस स्थानमा घुम्ने होस् र संसारलाई चिनाउनुहोस् भन्दै म यो भिडियो यही अन्त्य गर्न चाहन्छु। धन्यवाद।